होइन उसको कथा गर्दाखेरि अनि सिनेमा हेर्दाखेरि चाहिँ पटक पटक नै म तर अब यो रुने बेला होइन हाँस्ने बेला हो एन्जेला आएको छ एकदमै खुसी छौँ हामी अलिकति भावुक भयो किनकि सिनेमा त्यो एडिटिङ टेबलमा हुँदाखेरि खुब रोएको छु म हलमा बसेर हेर्दाखेरि पनि कहाँबाट भक्कानो फुटेर आउँछ हुन्छ है अनि फेरि आज एन्जेला आएको खुसी एउटा छँदैछ दर्शकको फेरि आँखामा आँसु देख्दाखेरि राम्रो लाग्दैन किनभने हामीलाई म पनि एकदम इमोसनल हुन्छु बढी र तपाईँहरूको सामुन्ने हेरेको छौँ एन्जेलालाई एन्जेलाले धन्यवाद पक्कै पनि तपाईँहरूलाई भन्ने छ र एकदमै थ्याङ्क यू सो मच हाम्रो एन्जेला टिमको तर्फबाट थ्याङ्क यू सो मच धन्यवाद थ्याङ्क यू सो मच हजुर सबैजना म चाहिँ अब आज मात्रै क्रिसबाट आएको हजुरहरूकै मायाले गर्दाखेरि नै म चाहिँ के भन्छ यहाँनिर चाहिँ आएँ होइन अब हजुरहरूकै साथ सपोर्टले गर्दाखेरि नै हजुरहरूको मायाले गर्दाखेरि नै म आएको छु र त्यस्तै माया चाहिँ आउने दिनहरू म चाहिँ दिनु होला भन्न चाहन्छु थ्याङ्क यू सो मच हजुरहरू सबैजनालाई अब हजुरहरूको कति मेरो जीवनीमा जस्तो अब हजुरहरूको पनि हुनसक्छ होइन अब कति कुराहरूमा रिलेटेड भयो होला हजुरहरूको पनि कतै न कतै कनेक्ट भयो होला अब नरुनु होला अब चाहिँ ह्याप्पी भएर जानु यस्तै हो लाइफ भनेको अब सबैको लाइफमा सङ्घर्ष हुन्छ कहिले पनि अब सङ्घर्ष गर्नु नछोड्नु जस्तै सुकै परिस्थिति आए पनि हजुरहरू चाहिँ अगाडि बढ्नु नछोड्नु अब थ्याङ्क यू सो मच यति धेरै मायाको लागि एउटा फोटो खिच्नु